सिंह हो त्यो हो कि ल छेपारो देख्यो छेपारो कहाँ छेपारो चाहिँ कहाँ छ छेपारो को यो चाहिँ छेपारो हो यो चाहिँ छेपारो हो अबुई छेपारो पो रहेछ हौ कस्तो खतरा यी ल छेपारो यो गोही गोही भ्याङ्गुता के अरे त्यसको नाम यो 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 गोही 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 ल कहाँ खोइ हो यो चाहिँ बाघ हो है ढुङ्गाको हो नि हो यो सबै अनि अघि मैले बाघ भएको ठाउँमा छोडिदिन्छु भनेको थिएँ नि अब यहाँ छोडिदिइ राख्छु तिमीहरू दुईजनालाई है अनि 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 यो बाघले तिमीहरूलाई खान्छ आज हेर न लु प्रकाश लु हिँड हिँड त सामु हिँड लु त्यहाँ माथि जाउँ ऊ त्यो डाँडामा त्यो डाइनोसोर हो ओए प्रकाश ऊ त्यसको नाम के अरे के भनिस् भ्याङ्गुतो अरे ल एकचोटि फेरि भन् त है सामुलले होइन प्रकाशले भन्छ प्रकाशले लु फेरि एकचोटि भन् त भ्याङ्गुता यो यसको नाम के अरे प्रकाश भ्याङ्गुता यसलाई इङ्ग्लिसमा चाहिँ के भन्छ रक अनि नेपालीमा चाहिँ के भन्छ अरे यसलाई यो भ्याङ्गुता है भ्याङ्गुताको त जिब्रो पनि निस्केको छ नि हो अनि सामु यसको नाम के हो त्यसको नेपालीबाट भ्यागुता ए अनि प्रकाशले चाहिँ के अरे भ्याङ्गुता हो ए लु जाउँ अब सामु चाहिँ आजको टुरिस्ट गाइड है प्रकाशले घुमाउनु ल्याएको है यो बाटो कहाँ पुग्छ त्यही जाने है कहाँ छ